धेरै वर्ष अघि हिमालको काखमा बसेको एउटा सानो गाउँ थियो। त्यही गाउँमा दुईजना थिए, पिक्सेल र लारा। पिक्सेल गाउँकै साधारण केटा थियो। ऊ धेरै बोल्दैनथ्यो, तर उसको आँखामा अनगिन्ती सपना थिए। लारा भने हाँसिरहने केटी। दुवै सानैदेखि साथी थिए। स्कुल जाँदा एउटै बाटो, मेलामा एउटै भिड, अनि बर्सातमा एउटै छातामुनि हिँड्ने। एक दिन बेलुकी नदी किनारमा बसेर लाराले सोधी, पिक्सेल, तिमी ठुलो भएर के बन्न चाहन्छौ? पिक्सेल मुस्कुरायो, म यस्तो मान्छे बन्न चाहन्छु जसलाई गुमाउँदा कसैलाई धेरै दुःख नहोस्। लारा अचम्म मान्दै हाँसी, मान्छेहरू त यस्तो भन्छन्, म ठुलो मान्छे बन्छु, धेरै पैसा कमाउँछु। तिमी किन यस्तो सोच्ने? पिक्सेल केही बेर चुप रह्यो। किनकि मैले बुबालाई गुमाउँदा आमाको आँखा देखेको छु। त्यो दिन लारा पहिलो पटक पिक्सेलको मौनता बुझ्न थालेकी थिए। समय बिस्तारै अघि बढ्यो। उनीहरू ठूला भए। सपना पनि ठूला भए। लारा सहर पढ्न जान चाहन्थे। पिक्सेल गाउँमै बसेर आमाको सहारा बन्न चाहन्थ्यो। गाउँको अन्तिम डाँडामा उभिएर एक दिन लाराले भनिन्, यदि म गए भने तिमी मलाई बिर्सिन्छौ? पिक्सेलले हावातिर हेर्दै उत्तर दियो, मान्छे टाढा भएर बिर्सिने भए आकाशले त पृथ्वीलाई कहिल्यै सम्झिँदैनथ्यो होला। लाराको आँखा रसायो। तर जीवन सधैँ कथा जस्तो हुँदैन। लारा सहर गइन्। सुरुका दिनहरूमा चिठी आउँथे। पछि म्यासेजहरू कम भए। अनि एक दिन पूर्ण रूपमा बन्द भए। पिक्सेल भने हरेक साँझ उही नदी किनारमा पुग्थ्यो। गाउँका मानिसहरू भन्थे, ऊ अझै पर्खिरहेको छ। वर्षौं बिते। एक दिन गाउँमा ठूलो बाढी आयो। नदी उर्लियो। घरहरू बग्न थाले। त्यो रात पिक्सेल मानिसहरू बचाउँदै थियो। बच्चाहरूलाई काँधमा बोकेर सुरक्षित ठाउँमा पुर्याइरहेको थियो। त्यही बेला कसैले करायो, त्यो घरमा अझै एकजना फसेकी छिन्। पिक्सेल बिना सोच दौडियो। पानीले सबै बगाइरहेको थियो। ऊ घरभित्र पस्यो। अनि त्यहाँ एउटा अनुहार देख्यो। लारा। वर्षौं पछि। पिक्सेल। पिक्सेल एकछिन स्थिर भयो। समय रोकिए जस्तो। बाहिर पानी बढ्दै थियो। पिक्सेलले उसको हात समात्यो। नडराउन, म छु। दुवै बाहिर निस्किन खोजे। तर ढोका भत्कियो। ठूलो भेल आयो। पिक्सेलले लारालाई धकेलेर बाहिर पठायो, तर आफू भने भेलसँगै बग्यो। पिक्सेल ओ! लाराको चिच्याहटले सिङ्गो गाउँ रोयो। भोलिपल्ट नदी किनारमा पिक्सेलको शरीर भेटियो। उसको हातमा एउटा पुरानो कागज थियो। त्यो कागजमा लेखिएको थियो, कहिलेकाहीँ प्रेमसँगै बाँच्नु होइन, कसैलाई बचाएर आफै हराउनु पनि प्रेम हो। त्यो दिनपछि लारा फेरि कहिल्यै सहर फर्किनन्। उनी गाउँमै बसिन्। हरेक बेलुकी नदी किनारमा गएर बच्चाहरूलाई कथा सुनाउँथिन्, र कथा सधैँ एउटै वाक्यमा टुङ्गिन्थ्यो, जीवनमा सबैभन्दा ठूलो प्रेम त्यो हो जसले कहिल्यै म तिमीलाई माया गर्छु भन्नु पर्दैन, तर हरेक पल त्यो महसुस गराइरहन्छ।